बौद्ध युवा कमिटिया गोसाले नेपाल सम्बत वा सांस्कृतिक जागरण सम्बन्धी अन्तर्क्रिया ज्याजु जुगुदु कमिटिया अध्यक्ष सतीश साके सभानायसी जुगु ज्याजोले बागमती प्रदेश श्रम रोजगार विषय यातायात मन्त्री प्रेमभक्त महर्जन भाषा आयोग दुज सुरेश किरण मानन्दर वडालिया 16 वडा अध्यक्ष निर्मल रत्न साक्य कुटी संस्थानीय पूर्व प्रशासक किरण साक्य पत्रकार सुनिल महर्जन लगायत नेपाल सम्बत वा सांस्कृतिक जागरणीय विषयले थथगो धारणा तयारीको ख नेपाल सम्बत या चाहिँ राष्ट्रियकरण या त गो इलेक्सन चाहिँ थो संघर्ष गाजौँहरु थो राष्ट्रियकरण जुइ ढुङ्गा टमन आन्दोलनको संघर्ष चाहिँ त्यो जारी रहेको राष्ट्रियकरण चाहिँ सुन्न कि त्यो चाहिँ एकदम किस्ता बन्ने चाहिँ अधिकारको ज्याजौँ खजाबो अवसर खजाबोपट्टि गो घटनाक्रम ज्याजौँ उका यता चाहिँ नेपाल सम्बत चाहिँ राष्ट्रियकरण जुन ढाउन गयो झिउपट्टि सक्रियता झिउपट्टि थो अधिकार यता चाहिँ दिग्मो जो चिसा चाहिँ झिउटी सह चाहिँ चिसा थाने अनेक दिग्मो जो हिसाब से चिसा हरेक वर्ष नोदय लस्ता विभिन्न विषय चिसा बना तो नेपाल सम्बत अथवा सांस्कृतिक सम्बन्धी अथवा भाषा सम्बन्धी चिसा चाहिँ विषय वस्तुमा चाहिँ हरेक वर्ष चिसा नेपाल सम्बन्धी अवसरे निर्णय अवसरे व्यापार ध्यान सुन्नु होला अहिलेको कोसिस चिसा नेपाल सम्बन्धको सांस्कृतिक जागरण भएको विषय चाहिँ चिसा कलेज बनाएको सकानो सेक्रेटरी चीज भएको कि मकसद थपिन्छ स्वाध्ययन यानाला कि मकसद स्वाध्ययन याना थपिन्छ के रिसर्च लेभल उनको पनि छ छौ भनाइ त नियममा यो सुवादो सुरेश किरण मानन्दर र किरण साके जुवादा टपिक छु बारेमा धावका भाषा प्रोग्राम नेपाल सम्बन्धको सांस्कृतिक जागरण बडो महत्त्वपूर्ण छ नेवाटेको लागि त्यसका बेला टपिक से छलफल गर्न चाहन्छु महसुस गर्न नेपाल सम्बन्ध जिनके गाउने बखु नेपाल सम्बन्धी बारे चाहिँ किरणजीले चाहिँ यहाँ जो अभियान बारे चाहिँ यो चाहिँ मतलब कठन ढाडु भयो नापा सुरुवात जुबले निशायो आटक यो चाहिँ मतलब आन्दोलन राजनीतिक आन्दोलन कया न आठौं के संहिता भएका टक्क यो चाहिँ मतलब व्याख्या भएको यहाँ दिन्छ बतेनाटो नेपाल सम्बन्धी यो जी चाहिँ सांस्कृतिक चाहिँ जागरण चाहिँ मतलब रु तरिका स्वाफुटु वास्तव सांस्कृतिक ज्याजोन जिसो नेपाल सम्बन्ध चाहिँ काठे धारो लालसा माताटगु नेपाल सम्बन्ध सिने नै हो एक सम्बन्ध बुझ्छु निश्चय सम्बन्ध छ मानदेव सम्बन्ध छ आचले जो सम्बन्ध विक्रम सम्बन्ध छ लक्ष्मण सम्बन्ध छ यो सम्बन्ध चले जसो त्यो सम्बन्ध मध्येमा आटक तागो चले जो सम्बन्ध भयो नेपाल सम्बन्ध नेपाल सम्बन्ध एक विषय गोमिले सुझला प्रथम 1145 तक सम्बन्ध निरन्तर चले छ भन अवरुद्ध चाहिँ मस्को थ्रीता आगा चले छ सम्बन्ध नेपाल सम्बन्ध छोडेछ ख अथि म्यो पछि त्यो देशी नाम स्थापना गरेर सम्बन्ध खाता किरण जो थाइटी होला संसारले ठोय सौजको सम्बन्ध भू सम्बन्ध देशी नाम स्थापना होला व्यक्ति नाम जुजु नाम वा धर्म नाम भुकी देशी नाम त्यो संसारले छोडेको थियो मौलिक सम्बन्ध त्यो सम्बन्ध चाहिँ नेपाली राणाकाले हो या चन्द्र संशय र त्यो सम्बन्ध हटेन विक्रम सम्बन्ध लाग्यो त तर हटाइया सानो त सम्बन्ध चले जाछन् त्यो चाहिँ शान्से नफु चिग से नफु को मफिय कारण चाहिँ संस्कृति हो उ छुवाराले जी नेपाली भनाउँछौ नेपाली हाम्रो के संस्कृति चाहिँ नेपाल सम्बन्धी आधारले चलेछि विक्रम सम्बन्ध प्रशासनले चले जसो भाषामा राजनीति चले जसो भाषामा संस्कृति र नेपाल सम्बन्धले चलेछि नेपाल सरकार आन पर्व बिराई गर्न बिराई के पर्व बिराईको प्रति आधार नेपाल सम्बन्धले छ यो कोटा so विश्व छौ अति महत्त्वपूर्ण विषय कोठा जिनकया नेपाल सम्बन्धको चाहिँ सांस्कृतिक परिवेश जिगु आयु जिम्मेवारी हो युवा गेना ठिक्युरी विषयले छौ भौतिक रूपमा छलफल चिन्तन मागु अवस्था या त चिसा चाहिँ वार्ता ठो कार्यक्रम चाहिँ यहाँ वास्तविक स्थानीय तहल विभिन्न जातको यहाँ सांस्कृतिक पक्ष जिम्मा अथवा चाहिँ भाषिक क्षेत्रीय जिम्मा अथवा चाहिँ जीव मौलिक कला संस्कृति
पक्षजीमा झिगुवडा जनप्रतिनिधिहरूका हरेक पक्ष चिसा जाइनाव्या छु कुकीमध्ये न ठाउँ चाहिँ जे ठाउँ कार्यक्रम र प्रचुर विस्कम भेटिन्छ अति आवश्यक ठाउँ छौ प्रयास छौ लघु कला ठाउँ जिनका चुना नेपाल सम्बत सांस्कृतिक जागरण ईश्वरले सांस्कृतिक जागरण नेपाल सम्बन्धी भूमिका अथवा नेपाल सम्बन्धी चिसा छोइले ढाउना नेपाल सम्बन्धी आन्दोलन नढाउना अहिले चिसा सु आगुली पनि बोध युवा कमिटी जो काम रहना ज्ञान ज्ञानी के बिना खाना 46 साल आन्दोलन ढुङ्गा बि ज्ञानी पुस्ता जो लाजा यसले विषय वस्तु बस्दै तो पर्व खला उत्सव खला आन्दोलन खला जो के तो उसमें न यो चाहिँ हिमो पुस्ता बिना सबले चाहिँ लगो पासा त बुद्ध यो खाना मता मजा चाहिँ ताया छौँ खाना छौँ तले छ्यापी तले चाहिँ भाका डेक्यु र्याली गई हामीले चाहिँ नेपाल सम्बन्ध राष्ट्रिय सम्बन्ध दुई मार्ग वो आटकन नेपाल सम्बन्ध हाल्दा चाहिँ दुई चाहिँ राष्ट्रिय सम्बन्ध दुई मार्ग सक्यो त्यसो ऊ ढङ्ग चाहिँ सृजना छु सांस्कृतिक रूपमा वहीले चाहिँ राजनीतिक परिस्थितिको खलाफत भाषा राजनीतिक परिस्थिति चाहिँ छिउ अवस्थामा हो पञ्चायत काल भाषा जाति संस्कृति छौया भाया छौया धर्म छौया संस्कृति जगत दुईमाहरू मानिन्छ शासन जोइले त्यसमा प्रत्येक ढङ्ग राष्ट्रियता भिउचिज अथवा राष्ट्रवाद भिउचिज चाहिँ छौ चिजहरूको चाहिँ राष्ट्रियता भिउचिने हो त्यसै पनि लिन दुःख वो सक्सिउन राष्ट्र छ सक्सिउन देश छ त्यो अभियान छौ जीव भाषै सवाले जीव संस्कृति सवाले जीव अधिकारी सवाले छौ जागरणीय छौ तडो माध्यम चाहिँ जो या शिक्षामा छ 2036 सालमा चाहिँ छौ जनस्तर रूपमा बृहत रूपमा ध्याउ अभियान पाके जित कुयो कयौं संस्कृति सम्बन्धी जागरणीय सवाल ध्याउ पर्छ भाषा सम्बन्धी जवाब ध्याउ पर्ला अथवा चाहिँ जीव चाहिँ मतलब चाहिँ व्यवस्था पर्यो राजनीतिक जागरण हेर्न तडो त्यो जो ठाउँ पुस्ता विशेषना राष्ट्रिय मान्यता ढुङ्गो अवस्था त्यो ठाउँ करे उत्सवी रूपले चाहिँ परिणत जो जो स्वाभाविक न ख ढुँडो रहेछ उत्सव ख विश्व ढुङ्गो हरेक वर्ष ढुँ देशीय सम्बन्धित ढुँडो न उत्सवे जी तर नाप्रामा ठो उत्सवीय चाहिँ मतलब चाहिँ छौ तथा उत्सवमा बिउ सन्देश त झिसो चाहिँ ग्रहण यापट उत्सवी सन्देश अथवा अभियान सन्देश चाहिँ ग्रहण यापट नाच्दै झिसो चाहिँ ज्याब सवाले झिउ चाहिँ मतलब अधिकारी सवाले झिउ जागरण सवाले चाहिँ ठिकै चाहिँ तर त्यो चाहिँ ठोस अन्तर्क्रिया मूल विश्वास छ ठु ज्यादो विशेषना यो महानगरपालिका 16 वडा हामीले भू क्षेत्र चुनावमा कला र संस्कृति धनी वडा ठु वडा चाहिँ नापो वडा कार्य नापो मंगा कठ सो जाइना आवाज मुख ठु मंगा कठ जाइना आवाजले जे बागमती प्रदेशका चाहिँ मन्त्री प्रदेश मन्त्री जो हाले ठोसो चाहिँ प्रदेशको स्थानीय तह ओठो जागरणीय विषयले चाहिँ ठो अझ दायित्व जोडेगा सन्देश न थन बि चाहन्छु Fakta, saya jaman ini. Ya, jatuh ya.